हाम्रो गुरुङ परिवारको कुल पूजापछि आज पारिवारिक भेटघाट भएर छ। यहाँ काका हुनुहुन्छ, काकी, यहाँ बुवा हुनुहुन्छ, बुवा जानुभएको छ। ल बुहारी, मम्मी, बहिनी, गाउँले काकामा आदरणीय हाम्रो भाइ, हाम्रो गाउँले काका, यता यहाँ भाउजू हुनुहुन्छ, हाम्रो दाजु। हामी सबै यहाँ एकदम गफमा एकदम मस्त छौँ। कान्छी बुहारी अनि यहाँ हाम्रो नानीहरू, ठुलो दाजुको छोरो, यो माइलाको छोरी, यो चाहिँ माइलाको ठुलो छोरी, हाम्रो ठुली भाउजू। यहाँ कुल पूजा सकेर खाना खाएपछि यहाँ माइली बुहारी यता कराउँदैछ। सबै हामी व्यस्त छौँ आज। यता यहाँ कान्छी बुहारी एकदम व्यस्त। ल काकी देखिने भयो। ल खाना आउँदै हुनुहुन्छ। ल हाम्रो भान्डा भुन्डुङ, भान्जा बाबु, यो माइलोको यो कान्छोको छोरो, कान्छा भाइको चाहिँ यहाँ अहिले सुतिराख्नु भएको छ। अलिक सन्चो हुनुहुन्न, बिरामी पनि हुनुहुन्छ। यो चाहिँ ठ्याक्कै हाम्रो घर माथिबाट देखिने यो बजारको दृश्य, नेपालटार बजार। यहाँ हाम्रो कुलदेवता राखेको स्थान, कुल पूजा गरेको। यहाँ छतमा चाहिँ यसरी विभिन्न सागसब्जीहरू हामीले रोपेका छौँ। यसरी बुद्धचित्त पनि हामीले रोपेका छौँ। सागसब्जीहरू छ। यहाँ पनि बुद्धचित्तको बोट चाहिँ रोपेको तरकारीहरू। यो चाहिँ वरिपरिदेखि नै यो हाम्रो घरको छतबाट यसरी देखिन्छ नेपालटार बजार। ल मदन भण्डारी हाइवे चाहिँ यहीँ छ। अब सरकारले यो मदन भण्डारी हाइवे चाहिँ यो बिचबाट 31 मिटर दायाँ बायाँ बढाउने भनेको छ। त्यसो गर्दा चाहिँ यहाँ थुप्रै घरहरू भत्किने सम्भावना देखियो। सरकारी जग्गा मिचेको चाहिँ अब हटाउने भन्दा गर्दाखेरि यो बजारको थुप्रै घरहरू पनि हट्नेवाला छ। यो बसपाको भाउजू हिँड्ने भयो। हाम्रो चाहिँ ठुलो परिवार छ हाम्रो। अझै माइला भाइ अब कता काममा गएको छ, कान्छा भाइ विदेशमा। के भनेको? म अहिले भरे आउँछु घर हेर्नु काकाको। त केमा जाने? ए ल म भरे आउँछु, भरे।